यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी चाहिँ घाँस काट्न हिँड्दैछौँ दसैँको लागि घाँस पुर्याउनलाई है। आज हामी घाँस काट्न हिँडेको हामी घाँस काट्न हिँड्दैछौँ दसैँको लागि घाँस पुर्याएर राख्नु भनेर सबैजना मिलेर घाँस काट्न हिँड्दैछौँ है। आज हामी हाय ल हामीले चाहिँ यसरी घाँस काटिन्छ दसैँको लागि पुर्याउनलाई। खोरबारी हो यहाँदेखि पारीसम्म। ल हजुर हाम्रो घाँस यही हो पुग्यो अब। यसरी हालिन्छ हामीले भारी अनि लगिन्छ है। उसमा आली खन्न जाँदा हेरेछ र डेरेसँग जोडिएछ र त्यहाँ डेरेसँग त्यहाँ जोडेको भन्दा चाहिँ एउटै ठाउँमा काम गरेछ। डेरेसँग हो मम्मी काम गरेको भने उहाँ त जान्नुहुन्छ त्यही जीव जीव गरेर हिँड्न पर्छ कति दुःख मान्छेमा बनाउनु पठाउने यस्तो भारी बनाउनमा अनि पछि पछि त के गर्ने त बाटो छ कि नाम उज्जो घाँस मेरो त निजाङमा त अलिक खाएर राख्नु पर्यो नि। के भयो यस्तो बनेको यो भारी खानु गयो भने बनाउनु हाम्रो बारी है यो। अब घर जानलाई तयारी। पर्खेन न
माथि नाग्दै देखेर के आछि जादा पर ओइ 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 होला अरे ए हालौ नि होला सला छ पुरी बजार छ गरुङ्गा छ बिपत्तै हामी चाहिँ घाँस बोक्दै हिँड्नेछौँ है घरमा खानु ए हजुर बनाइदिनु भएको गरुङ्गा छ घाँस हजुर हामीले यसरी घाँस बोकेर आइन्छ है पसिनासित ल हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ है साथीहरू घाँस काटेर भन्दा त ल जाऊ है